हेलो नमस्ते मेजर सबैजनालाई वेलकम ब्याक टु माई न्यू भ्लग। आजको मेरो भ्लग चाहिँ कुकिङको भ्लग हुनेछ अनि आजको डिनरमा चाहिँ म के बनाउँछु यो भ्लगमा लगाउने छु। सो स्टे ट्युन विथ मी इन माई भ्लग। सो लेट्स गो। हामी चाहिँ आज बनाउने लट्टे साग र आलुको सब्जी। साग मात्रै बनाउँ भनेको थिएँ कि तर साग चाहिँ अलिकति कम्ती भएको कारणले गर्दाखेरि चाहिँ आलु चाहिँ अलिकति मिसाइदिउँ भनेको नि। यो आलु चाहिँ बहिनी ल्याइदिनु भएको प्युरली बस्तीको आलु। देन्तामको आलु खाँदैछौँ हामी। मैले यो लट्टे साग नखाएको त कति भएको छ हौ। कोले खानु भएको छ यो लट्टे साग। यतिखेर सिजन हो यसको। सिजन भए पनि तर मलाई चाहिँ अब खासमा चाहिँ उतना पसन्द तो नहीं है, फिर भी वो घरमा खानै पर्यो हैन। टेस्ट पनि गरौँ न अब कति दिनको बादमा बाद टेस्ट यसको अर्कै आउँछ कि। मिल्छ आलुसँग? मिल्छ कि मिल्दैन? आलु पर्नेले आलु खान्छ हो, साग मन पर्नेले साग खान्छ है। यो चाहिँ के छ सम्झिरहनु भएको होला कतिले देख्ने छेउमा साइडमा चाहिँ के छ भनेर। यो चाहिँ गुन्द्रुकै। गुन्द्रुकको झोल पनि बनाउनु लाटेको छ हामी। आज चाहिँ प्योरली अर्ग्यानिक खाइदिउँ भनेर नि। साग चाहिँ रेडी भइसक्यो हाम्रो। साफ सफाइ गरेर आलु पनि रेडी भयो। यहाँ गुन्द्रुक पनि भिजेर आएको छु। अब टमाटर खोर्सानी पनि काटिसकेको छु। अब चाहिँ म यसलाई बनाउन आँटेको। सो लेट्स बिगिन आजको कुकिङ। ओके यो साग चाहिँ बनाउन आँटेको छु। अब चाहिँ यसको रेसिपी हेर्नुहोस् तपाईँहरू पनि। यो चाहिँ बस्तीको आलु बार्दा अलिक छिट्टो पाकिहाल्छ। अनि यसलाई अलिकति पकाएर चाहिँ साग हालिदिन्छु म। अहिले चाहिँ पाक्दैछ हेर्नुहोस्। आलु चाहिँ भएछ अलिकति पाकेपछि अब यसलाई चाहिँ म यो साग चाहिँ हाल्नु आँटेको छु। लट्टे साग हेर्नुहोस् तपाईँहरू पनि। कम्ती कम्ती लाउँदै मसला लाउँछु यसलाई। झार देखेर हुन्छ। झार देखे? झार पात खाने कस्तो त अर्ग्यानिकको रूपमा है। अर्ग्यानिक यस्तो त खानु सक्छौ। सबै पुरा झार देखेछ। पाके जस्तो लाग्यो अब त हो। पाक्यो है। सो यसरी चाहिँ हामीले आज लट्टे साग र आलुको सब्जी चाहिँ बनायौँ धेरै दिनको बादमा। यो चाहिँ हाम्रो आजको डिनर। यो चाहिँ हो गुन्द्रुक। अनि यहाँ धोएर राखिरहेको छु। अब गुन्द्रुकको झोल बनाउनु आँटेको। अझ मैले तपाईँलाई अलिकति पनि देखाएको पनि थिएँ गुन्द्रुक भिजाएको। यहाँ चाहिँ गुन्द्रुकको झोलको लागि चाहिँ रेडी हुँदैछ। मैले गुन्द्रुकमा चाहिँ झोल पनि लगाइसकेँ। अब चाहिँ बोइल हुन आँटेको छ। बोइल हुनु लागि वेट गरिरहेको छु म। यहाँ चाहिँ गुन्द्रुकको झोल अब बोइल हुन आँटेको छ। यहाँ हेर्नुहोस् है अब बिस्तारै यहाँ बोइल हुन्छ। अनि हाम्रो आजको डिनरमा गुन्द्रुकको झोल पनि छ। अनि यसको लागि चाहिँ हामीले प्रिपेयर गरिसकेका छौँ।
अब चाहिँ हाम्रो डिनर रेडी हुँदैछ। आजको डिनर हेर्नुहोस्, यहाँनिर बोइल पनि भयो गुन्द्रुक, मजाले बोइल हुँदैछ। लु है साथी, हामीले चाहिँ खाएँ खाना। सो त्यो आजको डिनर चाहिँ रेडी भयो मेरो। अनि अब चाहिँ हामी खानु आँटेको। यो गुन्द्रुकको झोल, आलु लट्टीको सब्जी, माम। अब चाहिँ हामी खाने खाना। And thank you so much for watching my vlog.